डन्डा पनि डन्डा फाल्दैन हल्लाउन सजिलो भयो कि हल्लाउन सजिलो भयो बुढो पाकोहरुलाई डन्डा चाहिन्छ के त्यता त के हुने यता त माया धर्रै लाग्यो अब त के अब यो हुक ताने मात्र के हुन्छ हुक निकाल मजा लिइरहेको छ नि के चाहियो त नि जिन्दगीमा यसले फेरि लिएर आएर पनि यसले हामीलाई नदेखा यहाँ अर्को लगाउनु न त उही यसरी दामी हुँदैछ यार यसरी दामी हुँदैछ लो क्यामेरा छोडेछु ल मस्ती ल हल्लाइन चिल हुँदैछ यार चिल हुन्छ जङ्गलतिर लएर गर्छु मैले त पर्दैन अब आफै हल्लिन्छ क्या यो कति पर्छ इसान मैले किन्न पर्छ यार गाह्रो नगर्नु हे 6500 हो यसलाई मामा त्यत्रो हो यो भन्दा त बरु सुनले बाटोसम्म ट्याक्क पाइन्छ यो 600 मै रसिलो हामी कतिको अल्टिट्युडमा आरे निशान 34 हामी चाहिँ 34 अल्टिट्युडमा छौँ एकदमै डर लाग्दो छ यहाँबाट हेर्दा चाहिँ धेरै माथि आइसकेको छ हिमालयन्स अनि अनिल सरले देख्छ त त्यो एउटा फेरि के बुस्ट गर्ने भनेर नेक्लेस लगाइदिन्छ त्यो गेमलाई त्यो यसो मोरल बुस्ट गरे के अहिले आएर याद हुँदाखेरि मोरल बुस्ट गरे हो क्या माइन्ड चाहिँ यस्तो बनाइदियो के अनि मान्छेले के छ या कि मान्छे यही जोला लिन्छ कि सिधै त्यही त यही गर्छ बाइक साइकल हुन्छ त त्यो डेन्जर मलाई त हुन्न अनि उनीहरू पनि हुन्न के हुन्न अरे केही त भएन के कति केही भिडियो बनाउने के गर्ने गर्दै यहाँबाट चाहिँ ल जहाँ हेऱ्यो उहीँ खिचम हुन्छ हेर्नुहोस् हजुर टल्क्यो ल हेर्नुहोस् हामी अब यहाँबाट ट्याक्क झरेर फेरि चढेर उताको चाहिँ मार्दियो अरे है हामी आज हाइकनको टार्गेट छ है अब केटाहरू लसाङ गर्दै हिँडिरहेछन् रमाइलो भइरहेको छ मेरो चाहिँ सेकेन्ड टाइम हो मार्दी रमाइलो भइरहेछ अहिले चाहिँ यस्तै हो सर ल 360 पनि हो बाटो चाहिँ सजिलो छ एकदमै यस्तो घाँस पात हुँदैन मलाई डर लागेन टोयलेट गर्न त मैले ढुङ्गाको कोरमा गएर गरेँ नि डरै लागेन मलाई माथि जाउँ माथि धेरै उकालो छ तल जाउँ फेरि आउनुपर्छ ढुङ्गाको चेपमा गएर दाइ हेर्दै गर्ने वरिपरि मान्छे आइदिनु भन्छु सबभन्दा नजाने चाहिँ पानी पर्ने सिजनमा क्या ट्रेक जानै नजाने थियो क्या एक ट्रिपले भने म चाहिँ गएँ क्या यो मात्र पनि डुग्रम स्पिड पुगेन तिनीहरूलाई भनेको हामी चाहिँ फाइनली हाई क्याम्प हुन्छ गत जाडो छ अझै जाडो बढ्दो छ यता व्यापक जाडो छ चिसो छ एकदम मजा आछ अहिले राति थाहा हुन्छ मजा छ कतिको पछाडिको भ्यू हेर्नुहोस्
वाउ यस्तो राम्रो भ्यूमा आउन पाइएछ साथीहरूलाई धेरै धेरै धन्यवाद यता इन्टरभ्यू ल होइन ठिक छ साथीहरूले यहाँसँग ल्याउने के अरे आउने मौका दिनुभयो साथीहरूलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद सबैजनालाई होइन रमाइलो रमणीय ठाउँमा आउन पाइयो भोलि अचानक उहाँको टुप्पोमा हो त्यहाँ हो त्यहाँबाट भ्यू देखिन्छ ट्याक्क दामी अब आजको बसाइ यहीँ हो रमाइलो होला दामी आउँछ पहेँलो पहेँलो हुँदै गइरहेछ सनसेट हुने बेला चाहिँ बवाल देखिन्छ उसको ब्रान्च केही छैन प्रकाशित गयो भने मुद्दा जानु सक्छ मरिमा गयो भने दौड्ने होइन नि खालि सबले मलाई फलो गर्ने म जता जान्छु त्यता मुनि गयो पनि घामको कामको तिमी मलाई दौड्ने मरेको छोडेको त्यस्तो नगर यता एकदम बिस्तारै हिँड्ने बिल्कुल एक ठाउँमा पुग्ने फोटो खिच्ने दौडिहाल्ने बिल्कुल ल भिडियो एकछिन काट्नु प्लिज भर्ना देखे हाम्रो ग्रुपको भिडियो ओहो नारायण त गुरु भयो त जम्मै के थियो यार म त त्यसले भ्याउँथ्यो होला जीवन गुड मर्निङ माथि जाने गुड मर्निङ सबै दुईजना बाइक हामी सबै केटाहरू रेडी छ एकदम रेडी अल गुड भ्यू पोइन्ट जाँदैछौँ हामी भ्यू पोइन्ट ह्यापिस क्याम्प दुईटामा एउटा सकेसम्म आफूलाई तान्नेसम्म गलप्स लाग्यो यार चिसोले कति र यही हो सिजनै यही हुन्छ हिउँ पर्ने सिजनमा यस्तो छ पुरो भण्डारी दाजुभाइको हामीले चिया खाँदैछौँ है एउटा आफ्नै दाजुभाइ पर्नुभएछ टक्क लाएर चट्ट बसियो अब सनराइज हुँदैछ तपाईँले गोप्रो लगाइदिइसकेको छ मजाको भ्यू निस्किन्छ अहिले माछा पुच्छ्रे नजिकै एकदमै यो चाहिँ टी स्टल हो यहाँको मजाले सेटल भएर बस्यो जीवन कस्तो अनुभव बाल सेकेन्ड ट्रिप सेकेन्ड एटेम्पमा यहाँ फाइनल्ली सेकेन्ड स्टेपमा फाइनल आएर चाहिँ यसरी पो बनाउनु पर्ने होइन अनि अब हाम्रो अर्को जक्सन हुनेवाला छ प्लस स्मृति हो क्या एकदम रमाइलो अब हामी अर्को वर्ष जान्छौँ अन्नपूर्ण नारायण कस्तो अनुभव मेरो त अब यहाँमा चाहिँ तेस्रो चौथो अनुभव हो यहाँ चाहिँ पहिलो अनुभव हो मेरो त पहिलो अनुभव हो हेर्नुहोस् यति नजिकबाटै हेरेको पहिलो अनुभव हो सर देखियो सूर्य उदयको पनि देख्यो अस्ताएको पनि देख्यो 4 मिनेटमा उदाएर अस्ताएको देखियो 4 मिनेटमा उदाएर अस्ताएको पनि देख्यो चट्ट अब एकछिनमा हिउँ परेन खासै हिउँ नपरेर चाहिँ हामीले खासै देख्नु पाएन यता माछा पुच्छ्रे देखिरहेको अब झरिन्छ होला हामी जाडो भयो जति जाडो भयो पन्जन छैन ठिराएर यता हेर्नु सक्नुहुन्छ यताको भ्यू देखाउँछु मैले मलाई ज्याकेट स्याकेट खोलेर एक लट पुसअप हान्दिउँ कि भन्ने मेरो सोचिरहेको छु ज्याकेट स्याकेट त्यो मजाक त गर्ने यहाँ आएर नि यति लाउँदा त यो हाल्छ यार एउटा लेन टी सर्ट खोलेर खै निशानको फोन फाल्छ मस्त छ यहाँको त खिच्दैन एउटा फोटो नासान सुरु न तिमीले खिच्छौ मैले मतलब नि हो कसैलाई खिचिदिनु होला तिमीले यहाँ ट्याक्क हो यहाँ यसरी घुमाएर खिच्छ त्यसो यहाँ नाच्ने कि कसलाई खिचिदिनु होला
बोलाइदिनु राख न यहाँ राख न यहाँ राख न यत्रै हो के चाइनिज फोन किन लाइट पनि बाल देखिटे फेरि यहाँ कोही गाना हेर्नु भिडियो त हो बनाउने बुझ्यो नाच खान्छ गाना अर्को हाल्नु केटा अब हिँड यार ल हामी नाच्नु अरूको ज्यासो हटा चल्नु न यी प्रकाश यो स्किनको फोटो खिच्देऊ न फोटो भिडियो दुई मन सक्दिन यस्तो बाटो आएछ है बिचरा के त्यही भएर त्यो माछा पुछ्रा चढे चाहिँ भयो भन्छ हामीलाई त सबसित बोल्ने फ्रेन्डली एक्लै आएर रहेछ जन्मिने चाहिँ भोलि फर्केर पर्सि फेरि आम्स्टरडाम जाने अनि इन्डियाको फ्लाइट चाहिँ लखनऊ जाने हो भन्दै थियो बा फेरि बाटो त सेक्सी रहेछ यो त खाडे उकालो आएछ कि बिचरा बिस्तारै आउनु है बिस्तारै टेक्दै आउनु त्यसो भए त टेन्सन छैन सर्टकट चुज गरेपछि यस्तै हो सर्टकट चुज गरेपछि यस्तै बिचरा यस्तो बाटो ट्रेक गरे जस्तो भइहाल्यो यो बाटो चाहिँ के गाह्रो बढी यहीबाट आ भनौँ न तिनीहरू यहीबाट आइज भनौँ न धेरै गाह्रो हुन्छ छोड्दै होइन आएको बेला भएको भयो क्या मोबाइल छ बाटो दामी कस्तो दामी जीवन मस्त झुला झुल्दै धेरै नखा मलाई फ्या होला खै त भिडियो गर्दा हेर्ने नि यता कुन्दन के हो यस्तो खै ल्याउ न त जीवन यति त्यो त पानी सुक्का देऊ न भिडियोमै आएर काटो पहिला काटेर गर आउन के आउन काट्न मिल्छ पछि ये तो खोज्यो ये रास्ता बहुत ही खतरनाक रास्ता है दोस्तों खतरनाक रास्ता है जान को बहुत मुसीबत में डाल के आए हैं बहुत औरत सीढ़ी छ यहाँ बाटो बन्द भयो कहाँ बाटो बन्द गाउँमा त अलि हुँदैन हाम्रो पनि छैन अनि वर्षा दिन चाहिँ अहिले हाम्रो यो गाउँमा छैन हामी यसो पैसा बुझाइसक्नु छैन नै बुझायो भने ग्रुप भयो